हेलो गाइज वेलकम टु माई भ्लग। सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ। म चाहिँ आज यसो उदिपुरतिर छु। यहाँ रोड बनाउनु ला है चाहिँ यहाँ पहिरो रोड चाहिँ बनाउनु ला। यहाँको चाहिँ हजुरलाई दृश्य देखाउन चाहन्छु है त। रोड पिच हुने कार्यक्रम भइरह र साथै माथि यो पहिरोको छुट्टै छैन ढलान पनि है ढलान चाहिँ गर्न आउनु भयो है त। उदिपुरको यो पहिरो है त। यता चाहिँ जिप चाहिँ आएको छ। यसरी काम गर्नु भयो क्या मान्छेहरू अन्त मजदुरहरू चाहिँ नि यसरी काम गरेको अवस्था छ। र यहाँ तल चाहिँ नि यस्तो जाली हालेर उठाइयो है। र यहाँ र यता देखाइएको चाहिँ यो आर्मी क्याम्प हो। आर्मी क्याम्प हो र यो सँगै एकदमै हिमालको दृश्य पनि देखाउन चाहे हजुरहरूलाई। यो हिमालको पनि दृश्य चाहिँ एकदमै राम्रो छ। र मर्स्याङ्दी नदी पनि यो हाम्रो मर्स्याङ्दी नदी। र यहाँ चाहिँ एउटा ड्याम थुनेर पानी पनि यता भित्रबाट लैजानु भयो। ल यो चाहिँ मर्स्याङ्दी नदी है त। हरन सर कता गएर हो यसै अटो पनि आइरहेको दृश्य छ। उदिपुरको पहिरो है त यो। बाटो चाहिँ नि पिचिङ कार्यक्रम चाहिँ भइरहेको। मान्छेहरू सबै यो गर्ने भने त मिल्ने भने त के हुँदो रहन्छ र। सबै एक्लै ल कति गाह्रो हुन्छ पास गर्दै सानो लैजानु भयो। एकदम हेर्नको लागि नि राम्रो देखियो क्या।
ल त यति भन्दै यो ठाउँबाट ओजेल पनि जान्छु। हस्त नमस्ते, हजुरहरूको दिन शुभ रहोस् है त।